मेरो नाम आर्यमन शर्मा हो। मेरो नाम रेहान अधिकारी हो। भन। मेरो नाम आर्यमन शर्मा हो। कति क्लास? नर्सरी। नर्सरी। कति वर्ष? 4 years। मेरो पाली। मेरो नाम रेहान अधिकारी हो। म क्लास 4 आइन्स्टाइनमा पढ्छु। म 10 वर्षको हो। वाटर पार्क जाँदैछौँ अनि हामी वाटर पार्कमा धेरै फन गेम्सहरू अनि स्विमिङ खेल्नेवाला छौँ। यो हामीसँग जाँदैछ, यो चाहिँ हाम्रो बिटिएस फ्यान है। अनि जङ्कुक बायस के निक लागेको छ कि जङ्कुकको? कान्छ थाहा छ यो जङ्कुक हो फ्यान हो। पटाङमा दाल भात पाइँदैन तर रक्सी पाइन्छ। रक्सी होइन, चटपटे पानीपुरी पाइँदो रहेछ चाहिँ। चटपटे इज द्याट मच फेमस होइन? चटपटे पानीपुरी टेस्टी। अरू के पाइन्छ डिफरेन्सेस? अरू चाउचाउ त चाहिँ पनि पाइने नै भयो। कोको बोतल अरू चिया पनि त्यति पाइदेखिन चियाको पसल। चटपटे पानीपुरी गर्मी लाग्यो हुन नि हो नि। अहिले यसो होइन के खाऊँ भन्दाखेरि पानीपुरी खाऊँ भइहाल्छ कि। यहाँको पानीपुरी खाने भए ठाउँमा अस्ति खाँदै नि। यसको भिडियो हेर्नु देख्नुभएको छ तपाईँ? त्यही तान्नु होला के कार्ड रिडर छैन नि त। लिउँ ल। विराटनगर एक्जिट गेट। एक्जिट उताबाट इन्ट्री। ल अफ गरिदिउँ। यो चाहिँ गोकर्ण रिजोर्ट। ताल तलैया आइपुग्यौँ हामी। हेलो गाइस, यो हो टच मी नट। मिनट। मलाई नछुनु होला। हामीले वाटर किन्डममा नगएर यहाँ गर्ने पकड थियो। तँलाई त्यहीँ जानु मन थियो है? म त्यहाँ जानु मन छैन। एक त मलाई सन्चो पनि भएन, त्यसले पनि होला। यो गोरिल्ला सानो फन पार्क छ यहाँ। यस्तो बनाएको रहेछ यहाँ त। यो त कसको ग्रेभयार्ड हो? ताल तलैया विकास। यो त सानो ताल छ। फुल यसलाई यसले त कस्तो राम्रो यहाँनिर फुल फुलेछ। जतासुकै हेर ताल छ। फुलहरू चाहिँ अलरेडी फुलेका छन्। चारैतिर ढुङ्गाहरू राखेका छन्। मान्छेको भिड चाहिँ छ सन्डे भए पनि। अनि त्यो ढुङ्गाको सेपहरू बनाइदिएछ कि अलिअलि त्यस्तो। तालतलैया घुम्न आएको गर्मीले प्याकप्याक्ती भयो, केही रमाइलो भएन। यो अर्को सिमसार क्षेत्र। यहाँ पहिला बोटिङ थियो।